यो हो नाम्चे बजार। अहिले कति सुन्दर पानीहरू पनि यस्तो बनाएछ हैन। पानी यो पुरुरु माथि आउने, पहिला यस्तो थिएन। यसलाई भनिन्छ माने अटोमेटिक हैन, पानीले पररर घुमाइरहेछ। आहा कस्तो राम्रो राम्रो छ नाम्चे बजारको। यहाँ चाहिँ कति अल्को पुल लामो, हामी पनि यहीँ तर्नेछौँ। छु ल ल ल ल हिँड खच्चरको जिन्दगी गाह्रो छ है, भारी टन्न बोकेछ बिचराहरू। यस साह्रो बाटो ब्लक गरे हो त, राम राम बिचराको जिन्दगी पनि गाह्रै छ। Hello, how are you? Fine. Are you okay? धेरै गाह्रो छ, दम हिउ बाक्लो पर्न थालिसक्यो है। अघि त ठिकै थियो। यसलाई भन्छ गिद्दा हैन, गिद्दा कि के भन्छ। मान्छेको मासु त्यत्तिकै लुस्दैन नि हौ। ओहो हो डर लाग्दो छ। अरे अरे यो कागको पत्रो हैन, उसलाई डर पनि छैन, केही छैन, अझ माथि उभिरहेछ है उसो। होसो लागेको भए तापनि हिँड्नलाई एकदम आनन्द छ हैन, गर्मी छैन। सरररर यसरी हिँडिरहेछौँ। ल हुई साथी हो, खसी किन्ने भए यहाँ छ है। खसी साउजी यहीँ हुनुहुन्छ भन्दा खसी चाहिँ नभनिहालौँ हैन। हिमाली भेकमा पाइने एक किसिमको यो हिमाली थाड भन्छन्। हामी चाहिँ यहाँ हाम्रो प्याक लन्च बोकेका थियौँ, त्यो खाएर हैन यहाँबाट हामी हिँड्दैछौँ। यहाँबाट धेरै राम्रो दृश्यहरू पनि देखिन्छ हैन, जस्तै एभरेज नोप्चे आमा डफलम।